आज हाम्रो भेट भएको दिन के छ कस्तो लाग्यो चित्रो भन्छ अनि हामी कागेश्वर रिसोर्टमा आइसकेका छौँ। अब हामी केही समय यहाँ खानासाना खान्छौँ। ऐसिली हो हामीले अहिले भर्खरै ऐसिली टिपेको यो ताजा ताजा छ। यसको बोर्ड चाहिँ यो हो। यहाँ चाहिँ हामीले दुईजना साथीहरूलाई पछाडि छोडेका छौँ होइन। अब उनीहरूलाई चाहिँ हामी अगाडि भागेर गएर लुक्दैछौँ होइन। उनीहरू तर्सिन्छ कि तर्सिँदैन हेर्दैछौँ होइन। आज चाहिँ हामी मणिचुटको यात्रा गर्दैछौँ कागेश्वरी हुँदै। यसको सुरुवात चाहिँ गोकुलेश्वर मन्दिरबाट हामीले धार्मिक यात्रा सुरु गर्दै र सम्पूर्ण साथीहरू यहीँ जम्मा भएर चाहिँ यो यात्रा सुरु गरेका छौँ। आजको हाम्रो यात्रा धार्मिक रूपमा, पर्यटकीय रूपमा र प्राकृतिक रूपमा हुनेछ र यस आजको दिनलाई हामीले एउटा ऐतिहासिक बनाउनेछौँ हामीहरूको साथीहरूको माझमा। आज चाहिँ डाँडा पुरा घुम्ने हो नि त नि। आज हाम्रो भेट भएको दिन रेडी 1 2 3 गो। हामी यसरी भेट भएको दिन यसरी भेट भएको दिन बाजो खेतमा छर्के सलाम छ मायालाई पहिलो भेटमा। बाजो खेतमा छर्के सलाम छ मायालाई पहिलो भेटमा। केलाई एउटा विनिशाले चाहिँ सेल्फी गर्दै हो। उसले 2-3 दिन पहिले लगाएको होला नि। कालो पो छ यार। भाइ जम
यस्तो पनि हुन्छ हामी कागेश्वरी मन्दिर आइपुगिसकेका छौँ। हाम्रो पहिलो डेस्टिनेसन कागेश्वरी मन्दिर, जो ऐतिहासिक, पौराणिक तथा धार्मिक स्थलले र ऊर्जामय रूपमा चाहिँ भरिपूर्ण छ र हामी केही समय धार्मिक रूपमा चाहिँ यहाँ व्यस्त हुनेछौँ र त्यस पछाडि हामी मणिचुडको लागि हिँड्नेछौँ। हस्त धन्यवाद। र यहाँ हामी हाम्रो के अरे साङ्गीतिक ग्रुप पगलक्कै झार्ने छ फेरि यहीँ वाक्क गयो कि ल हाम्रो चाहिँ सांस्कृतिक संस्थानको गायन विधाको चाहिँ 34औं ब्याचको चाहिँ हाम्रो साङ्गीतिक समूह चाहिँ आज हामी कागेश्वरी मन्दिर आज अहिले आइपुगेका छौँ होइन। रमाइलो भइरहेको छ, स्वच्छ सफा हराभरा मौसम छ होइन। आज मौसम पनि साथ दिएको छ, पानी परेको छैन, घाम लागिरहेछ होइन। हामीलाई आज प्रकृतिले पनि साथ दिनुभएको छ। आज हामी प्रकृति प्रेमी पनि हौँ हामी होइन, प्रकृति प्रेमी पनि हौँ। अब त्यही समय हामी यहाँ प्रकृतिको मजा लिन्छौँ। मलाई त यो एकदमै नौलो ठाउँ हो, पहिलोपटक आएको, एकदमै राम्रो छ। यो ठाउँ चाहिँ एकदमै राम्रो छ अनि म चाहिँ फर्स्ट टाइम आएको। कस्तो लागिरहेको? राम्रो छ, राम्रो छ, मजा लागिरहेको? रमाइलो लागिरहेको छ। हजुरहरूसँग आएको एकदम रमाइलो छ। कागेश्वरी मन्दिरमा आइपुगेका छौँ। कागेश्वर महादेव हामीले दर्शन गरेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ एकदम पवित्र झरना, मनमोहक झरना। यो चाहिँ तपाईँको यो चाहिँ एकदम पवित्र झरना। यो माथि चाहिँ यो माथि स्थान छ भन्ने पनि किनबेला दिइरहेको छ। र अब हामी यहाँबाट प्राकृतिक रूपमा चाहिँ यो मनोरञ्जन लिँदै अगाडि बढ्नेछौँ। तपाईँ देख्न सक्नुहुन्छ यो त्रिशुल कागेश्वरी मन्दिरमा भक्तजनहरूको घुइँचो लागिसकेको छ। पर्यटकीय स्थल पनि भएको कारणले गर्दाखेरि चाहिँ विद्यालयका भाइ बहिनीहरू पनि उल्लेख्य रूपमा चाहिँ यहाँ देख्न सक्नुहुनेछ। दर्शन गरेर फर्किँदै छौँ। मणिपुर हिँड्दैछौँ। दर्शन गरेर यहाँ आइयो। हाम्रो खानाको बुकिङ गरिसकेका छौँ। हाम्रो खाना चुत्रो टिपेर खाइरहेको अवस्था यहाँ चुत्रो भन्ने के रहेछ यहाँ हेरौँ त, हातमा ल्याउ त। पाकेको छ चित्रो के अरे? चित्रो भन्छ अनि चौतारी पनि भन्छ यसलाई। के दिन छ? दिन हो कि दिन हो? ओहो दी
के भने हुन्छ भने प्रकृतिको नियम हो के फुलसँगै काँडा हुनुपर्छ रे माछामा काँडा हुनुपर्छ रे जसरी गुलाबको फुलमा काँडा हुन्छ नि सुगन्ध छर्दा कस्तो आनन्द आउँछ हामी कागेश्वर रिसोर्टमा आइसकेका छौँ अब हामी केही समय यहाँ खानासाना खान्छौँ र यहाँबाट हामी फेरि मन्चुडको लागि निस्किँदैछौँ बस्नु है अब चाँडै नै आउँदैछ साथीहरू होइन अब युट्युब च्यानल पनि बनाउनु पर्ने छ त्यसको निम्ति तपाईहरु पनि अब तयार हुनुपर्छ मेरो एकदम चाहिँ होइन राम्रो पनि छ अब ट्याक्क लगाएर मिलाएर गर्नुपर्छ बिएसआर पैसा हाल्नुपर्छ बिएसआर है लगानी गर्दा हाम्रो विजय सर अनि मोडल चाहिँ हाम्रो विनिसानी फेरि है अनि डान्सर चाहिँ हाम्रो यहाँ बनकुमारी है के छ तीनटा पेज भन्नु हैन चारवटा हो चिकन चाहिँ 5वटा मात्र हो के कति भन्नु भएन चिकन खानु चोकतिर अब आके दाल चोकतिर अब एउटा चिकन एउटा भेज चाहिँ है भिडियो चाहिँ गरम गरम चाहिँ आइसकेको छ गम खाइ सिन्दुर लाए मात्रै नखाऊ कतिवटा छ कतिवटा चाहिँ मैले बुझेन त्यो
ग्याङमा पुऱ्याएर लिनु आउँछ भनेर गीत पो गानु हाम्रो साथीहरू छ हुन्छ पछाडि सबजना किन त्यस्तो अबे आयो क्या अब यो सरप्राइज यता लगाइदिउँ किनभने यहाँ फैलिरहेको छ फल चाहिँ यो हो अनि यहाँ फल हो फुल्दै गरेको यो चाहिँ पाकिसकेको ऐसेलु यो चाहिँ ऐसेलु छिटो तपाईँ अगाडि जाउँ न हामी तर्साउने बस्छ यहाँ चाहिँ हामीले दुईजना साथीहरूलाई पछाडि छोडेका छौँ होइन उनीहरूलाई चाहिँ हामी अगाडि हायर गएर लुक्दैछौँ होइन उनीहरू तर्सिन्छ कि तर्सिँदैन हेर्दैछौँ है त हामी प्र्याङ्क गर्न गइरहेको तिम्रै लागि हो भने जनै दिउँला तिम्रै लागि हो भने जनै दिउँला जौराली उकाली चढेर विजयपुर खोला तरेर सानीलाई बोलाउँदा बोल्दिन पढ्नु पिर पर्यो ज्यानलाई पढ्नु पिर पर्यो जौराली उकाली चढेर विजयपुर खोला तरेर सानीलाई बोलाउँदा बोल्दिन पढ्नु पिर पर्यो ज्यानलाई पढ्नु पिर पर्यो दामी छ दामी शक्ति